सम्पूर्णलाई नमस्कार। म एउटा कुरो सामाजिक सञ्जालमा टिकटक मार्फत चाहिँ एकदम घोर भर्त्सना गर्न चाहन्छु कि जुन 3 वर्षे बालिकाको बलात्कार गरेर एकदम क्रूर तरिकाले हत्या भएको छ। एकदमै म एकदम नतमस्तक छु। सास फेर्ने धड्कन रोकिएको छ। अति नै आँखाहरू टिलपिल टिलपिल भएको छ। तर नि बाध्य छु। यो झोले झाम्टे चकटेहरूलाई मैले एउटा कुरा गाली पनि गर्न चाहन्छु। जति तपाईहरूले एउटा बालेनको बोलीमा नेपालले पनि भारतको जग्गा मिचेको छ भनेर रोइलो गर्नुभएको थियो। तपाईलाई एउटा व्यक्तिको विरुद्धमा त्यस्तो रोइलो गर्नुहुन्छ। एउटा 3 वर्षे बालिकाको त्यस्तो क्रूर तरिकाले बलात्कारपछि हत्या गर्दाखेरि खोइ तपाईहरूले आवाज उठाएको खोइ तपाईहरू त कुर्सीको लागि मात्रै लड्ने भइछ नि। मनन गर्नुस् त त्यो आमाको चोट कति परेको होला। हामीले यसरी न्युजहरू हेर्दाखेरि त हाम्रो आँखा ओभानो छैन। खाना खान मन लागेको छैन। तपाईहरू बालिन सरकारसँग मिलेर फाँसीको सजाय हुनुपर्छ भन्ने कुरामा कानुन लेख्न तम तयार हुनुस् के। जतिखेर पनि चाहिँ बालिन सरकारको विरोधमा रोइलो गर्ने होइन। सरकारलाई चाहिँ सघाउनुस्, राम्रो कानुन बनाउनुस्। यदि यो बालिकाले न्याय पाउँदैनन् भने हामी 3 करोड आमाहरू रोडमा आउन तयार छौँ। आह्वान गर्नुस्। कहाँ आन्दोलन गर्नुपर्ने हो। मेरो घर स्याङ्जा हो। स्याङ्जाबाट पनि म आउन एकदम तयार छु। 2-4 जना साथी लिएर म आउनेछु। त्यो 3 वर्षे बालिकाको न्यायको लागि ओइ झोले झाम्टे हो त्यो बालिकाको के दोष थियो। तिमीहरूले त्यो कुरामा आवाज उठाउन सक्दैनौ। त्यो कुराको दबाब गर्न सक्दैनौ। बालिकाले न्याय पाउनुपर्छ। फाँसीको कानुन बनाऊ। आऊ बालिन सरकार आऊ। अबदेखिबाट हामी कानुन लेख्न सुरु गरौँ र संविधान संशोधन गरेर फाँसीको सजाय हुनुपर्छ भन्ने कुरामा चाहिँ सल्लाह दिन सक्दैनौ। खाली बालिनको विरुद्धमा बोल्न त तिमीहरू सक्छौ त। एउटा आमालाई न्याय दिनको लागि तिमीहरूका मुखहरू बन्द भएकै हुन्। त्यही भएको हुनाले त्यो पिपासुहरूलाई म त भन्छु ती पिपासुहरूको गुप्ताङ्गलाई अचनामा राखेर काट्नुपर्छ जनताको अगाडि। हामी 3 करोड आमाहरू आउन तयार छौँ। 3 करोड आमाहरूको अगाडि राखेर हामीले जिताएर पठाएका नेताहरूको अगाडि राखेर तिनीहरूलाई पनि त्यसरी नै तडपाएर मार्नुपर्छ। तिनीहरूको पनि जिउरो निकाल्नुपर्छ, आँखा निकाल्नुपर्छ। कतिको चाहिँ दुख्दो रहेछ तिनीहरूलाई पनि महसुस होस् न। देशमा कडा कानुन बनाउनुस् बालिन सरकार। त्यसमा हामी 3 करोड आमाहरूको एकदमै साथ छ हजुरलाई। कति पनि नहल्लिकन कानुन लेख्न तयार हुनुस्। तपाईलाई साथ दिन हामी तयार छौँ। कहिलेसम्म हामी नारीहरू गर्भमा पनि सुरक्षित छैनौँ। जन्मेपछि बालिकामा पनि सुरक्षित छैनौँ। न युवती हुँदा सुरक्षित छौँ। आखिर कहिलेसम्म एउटा बालिन सरकारको विरुद्धमा मात्रै बोल्नको लागि प्रतिपक्षीहरू भएका हुन्। अन्यायको लागि बोलेको हो। त्यो आमालाई न्याय कसले दिन्छ। त्यही भएको हुनाले यस्तो क्रूर तरिकाले हत्या गरेको छ नि त्यो पापीहरूलाई चट्टै काट्देऊ बालिन सरकार। त्यही भएको हुनाले हामी जनता एकदमै सचेत भएर यस्ता क्रूर अपराधीहरूलाई फाँसीको सजाय हुनुपर्छ भन्ने चाहे जुनसुकै पार्टीमा आबद्ध भए तापनि एउटै मागले यो बालिकाको न्यायको लागि लड्न तम तयार हुनुपर्छ र हामी पनि हुनेछौँ भन्दै बिदा हुन्छु। धन्यवाद। नमस्कार।